नमस्ते सबै साथीहरूलाई। आज चाहिँ म फेरि पनि एउटा भ्लग लिएर उपस्थित भइसकेको छु। आजको भ्लगमा छ अमिलो कसरी बनाएर खान्छु मैले हैन, त्यो सबै रेसिपी चाहिँ राख्छु। दुईवटा मैले ठुलो दाना दुईवटा अमिलो लिएर राखेको छु। अनि यसमा छ चिनी एउटा कटोरामा, अनि यहाँ दही पनि छ भने चाहिँ यहाँ तिल पनि छ। त्यसपछि गएर यहाँ छ हरियो खुर्सानी, 2-3वटा लसुनको दाना अनि 4वटा डल्ले खुर्सानी छ। यसलाई चाहिँ म अहिले बनाउँछु अनि बनाएको चाहिँ राख्छु। यसमा छुटेको छ तेल चाहिँ मैले मेथी पड्काएर यसलाई चाहिँ मैले झानेर बनाउने हो आज चाहिँ। अनि त्यो सबै बनाएको चाहिँ राख्छु। हजुरहरूले चाहिँ मेरो भिडियो सुरुदेखि लास्टसम्म हेर्नुपर्ने हुन्छ कसरी बनाउँछु त मैले भनेर। मैले चाहिँ यसरी यो बोक्राहरू निकालिसकेको, यसरी बोक्रा निकालेर अब यसको चाहिँ यो छुट्याउँदैछु। अमिलो बनाएर खाँदाखेरि चाहिँ यसको यो जो हुन्छ नि, यो जाली यो बाहिरको यो चाहिँ निकालेर फाल्नुपर्ने हुन्छ। अनि यो दाना छ नि, यो दानालाई पनि निकालेर फाल्नुपर्ने हुन्छ। यसरी निकालेर यसलाई चाहिँ यसरी सफा गरेर यसरी बनाउन पर्यो हैन। यसरी बनाएर खाने छिटो बनाउनु पर्छ, फेरि तितो हुन्छ यो चाहिँ। अनि यसलाई छिटो बनाएर मोलेर है, यसलाई मैले चाहिँ यसरी गराउँदैछु कि मैले चाहिँ दुईवटा अमिलाको छिल्का चाहिँ यति निकालिसकेँ हैन। अब यसलाई चाहिँ मैले छिलेर पनि सबै तयार गरिसकेको छु। हेर्नु यसरी। अब यसमा चाहिँ मैले राख्छु यो चिनी राखेँ, यो चिनी राख्छु। यो चिनी राखेँ, यो चिनी त अलि धेरै नै लाग्छ, सायद यति त नपुग्ला। अब यसमा चाहिँ मैले तिल पनि राख्छु। यसरी हेर्नु, यो तिल पनि राखेँ है हैन। अब यसमा यो दही पनि राखेँ मैले, यो दही पनि राखेँ यसमा। अब यसमा मैले तेल लिएर राख्छु है। ल अब यसमा चाहिँ मैले तेल मेथी पड्काएर यसमा ल्याइसकेको छु। अब हेर्नु यसमा यसरी राखेँ मैले यो थोरै। मैले यहाँ पिसेर राखेको, यसमा पिसेर राखेको खुरु छ कि चटनी। अनि यसलाई अब यसरी निकालेर मैले यो पनि यसमा राखिदिएँ। यो धनियाँ लसुन र खुर्सानी हो। अब यसलाई मैले राम्रोसँग मोलिदिन्छु। यसरी बनाएर खानुभयो भने मिठो हुन्छ। यो चाहिँ सादेको अमिलोको, यो अमिलो सादेको मिठो हुन्छ। मैले चाहिँ यसरी खान्छु। हजुरहरूले कसरी खानुहुन्छ आफ्नो आफ्नो तरिका हुन्छ खाने चाहिँ, तर एकचोटि यसरी खान पनि विचार गर्नु होला। यसरी खाँदा पनि मिठो हुन्छ। यसलाई चाहिँ राम्रोसँग मोल्नुपर्छ। अनि मेरो भिडियो हेरेर साथ सपोर्ट दिने साथीहरूलाई धेरै धेरै धन्यवाद। मैले चाहिँ बनाएर यसरी कटोरामा एउटा हैन, एउटा बोल या कटोरा अब यसमा खनाउँदैछु। हेर्नु त, एउटा कटोरामा खनाइ पनि सकेँ मैले हैन। यसरी हैन, यसरी बनाएँ मैले चाहिँ। यो साँधेको अमिलोको खाने यो सबैलाई मनपर्छ। ल यसरी बनाएर खानु होला हजुरहरूले पनि। कस्तो हुन्छ मलाई चाहिँ कमेन्ट गर्नु होला सबैजना साथीहरूले। मैले चाहिँ यसरी बनाएँ। हाम्रो टोली यो हाम्रो ग्याङ हो कि, यो चाहिँ हाम्रो ग्याङ हो हैन। यो यसरी आज चाहिँ अमिलो खानु मन लागेर है बनाएको। तर मिठो छ कि छैन थाहा भएन। मिठो छ, खाए ल। यसरी बनाएर खानु होला त अमिलो। ए सबै हो, भिडियो हेर्नु होला, म भिडियो अपलोड गर्छु रेसिपीको। हजुर यसरी हेर त, मिठो छ। बाङ्गो आयो तिमी मिठोले जानेको। ओ मेरो लुगामा थियो। आहा के थियो? कसरी खुवाएन आन्टीले? खाने भए आउनुहोस् है साथीहरू, अमिलो। धन्यवाद आन्टीलाई। खाने भए आउनु। डोक्नीमा कुटेको अचार हो यसमा राखेको चाहिँ है। अमिलोको के आवाज छ यसमा? खाने नसक्ने मुख बिग्रियो कसैको? बिग्रिन होइन।
हेर केटी तिल राखेको छु त हेर्नु न सबै छ कि आन्टीको हातै मिठो मेरोमा धेरै परेको छ क्या हो होइन तिमीले ढिलो खाएको सबभन्दा सुरुबाट खाइरहेको छु कस्तो ढिलो खाएको फेरि तिमीले अलिक थोरै थोरै खाएर हो हामीले अलिक छिटो छिटो धेरै धेरै खायो त्यो अमिलो खान मन लाग्यो भने अमिलो खाँदाखेरि यसरी मुख नबिगारेर खाने टोली भनेको हामी मात्रै हो होइन कसरी बनाएर खाने रहेछ त भन्ने कुरा चाहिँ सिक्नु होला मेरो भिडियो चाहिँ पुरा हेर्नु होला अनि थाहा पाउनुहुन्छ कि कसरी बनाएर खायो त यिनीहरूले अमिलो एउटा नि मुख बिगार्दैन त अमिलो खायो भन्छ भन्नु होला होइन मेरो भिडियो चाहिँ पुरा हेर्नु होला अनि थाहा हुन्छ है हजुरहरूलाई चाहिँ मिठो भएन भोलि बजार किन्न जाउँ न यही छ एउटा हामीले पुगेको छ फेरि 4 जनालाई यति बेला मैले दुईटा अमिलो बनाएको यो हो माथि पनि थोरै दिएर आउनु होला नि त अङ्कलहरूलाई अङ्कलले खाएन बाबुले मात्रै यति छिटो छिटो खोल्छ एक्लै अनि राख्दा राख्दा ऊ भयो के फेरि अब म भोलि र पर्सि कति दिन बिजी भइहाल्छु अनि भनेपछि सबले यस्तो गर्यो केटी हो अनि मेरो च्यानललाई सब्सक्राइब यताउति गर्नु भनिदिनु कमेन्ट गर्नु भन्नु त आन्टीलाई लाइक कमेन्ट सेयर सबै गरिदिनु होला सबैले साथ सपोर्ट गरिदिनु होला बसौँ अब